दर्शकबिन अब के भुन्टी गाउँ जालिन् त? दर्शकबिन आउनुहोस् आजको भिडियोमा रहेर जानकारी दिनेछौँ, त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र दर्शकबिन च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। दर्शकबिन अघिल्लो भागमा हेरुअनुसार भने यता भूपेन्द्रले सपना देखेका रहेछन्। उनका दुश्मनले भने भुन्टीलाई किडन्याप गरेका र आफूलाई भने पेटमा खुकुरी प्रहार गरेको सपना देख्छन्, तर त्यो सपना भने भुन्टीलाई भन्दैनन्। दर्शकबिन यता भने भूपेन्द्रकी भाउजूले भुन्टीलाई गाउँ लाने विचार गर्छन्। भूपेन्द्रलाई राति फोन गरेर भनेकी हुन्छन्, तर भूपेन्द्रले भने भुन्टीलाई भनेका हुन्नन्। दर्शकबिन त्यतिकैमा भने उता भूपेन्द्रकी भाउजू भने निकै नै रिसाएकी छन्। दर्शकबिन अन्तिममा भने भूपेन्द्रले भाउजू रिसाए मलाई केही हुँदैन, दाइले बुझिहाल्नुहुन्छ भनेर भुन्टीलाई सम्झाउँदै थिए। भुन्टीलाई नजान आग्रह गरेका थिए, तर भुन्टी भने सारी लगाएर जान्छु भनेर आएकी थिइन्। त्यो सबै भने उता उनकी भाउजू दाइजूले देखिसके। दर्शकबिन अब के भुन्टीलाई लग्लान् त? तपाईहरू के चाहनुहुन्छ? भुन्टी गाउँ गएको भए हुन्थ्यो भन्न चाहनुहुन्छ या त भुन्टी भूपेन्द्रसँगै त्यही सहरमा बस्नुपर्छ भन्न चाहनुहुन्छ? कृपया भिडियोलाई लाइक र तल कमेन्टमा बताउनुहोला। दर्शकबिन त्यो कुरा अब भूपेन्द्रकी भाउजूले सुनेपछि उनकी भाउजू झन् रिसाउँछन् होलिन्। भूपेन्द्रले भने पुर्याएपछि उनी आफू एक्लै जान्छन् होलिन् एयरपोर्टसम्म।